ट्राफिक कारवाहीमा 4,94,000 राजस्व संकलन। बितेका 24 घण्टामा 1,782 सवारी चालक सवारी नियम उल्लङ्घन कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रु 4,94,000 राजस्व दाखिल भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको 83, नियम विपरीत राइड सेयरिङ गरेका 75, संकेत बत्ती उल्लङ्घनकर्ता 82 र तीव्र गतिमा सवारी साधन हुर्काउनेका 110 जनालाई कारवाही गरिएको हो। यसैगरी लेन अनुशासन पालना नगर्ने 65, निषेधित क्षेत्रमा हर्न बजाउने 71, सडक पेटिकामा सवारी साधन पार्किङ गर्ने 87, एकतर्फी बाटोमा सवारी चलाउने 68 र अन्य सवारी नियम पालना नगरेका 1,141 जनालाई कारवाही गरिएको हो।